त थाहा नि थिएन क्या यार यो सबै इमोटहरू उयोबाट किन्न मिल्दो रहेछ क्या त्यो के अरे जीबाट किन्न मिल्दो रहेछ अनि के थाहा छैन के मलाई चाहिँ अरे यसरी यसरी अरूलाई बटहरूलाई पनि यसरी चिप्लाउनु मिल्छ तर हामीलाई केही थाहा नै छैन कस्तो नउडेको अरे यार कस्तो नउडेको अनि कस्तो धेरै कमेडी क्या मलाई त्यस्तो केही थाहा नै थिएन क्या त्यो इमोटमा जीबाट इमोट आउँदो रहेछ मलाई त्यसमा केही थाहा नै थिएन क्या बल्ल हिजो मैले थाहा पाएँ क्या पब्जी मोबाइलमा नभए त मलाई त थाहा नै थिएन क्या अब यस्तो हुँदो रहेछ भनेर सब थोक सेतै यो जाडोमा लाउने स्वेटर कति धेरै राम्रो छ वाउ बोले त गजब एकदमै धेरै राम्रो छ अनि त्यो एउटा त्यो इमोट छ नि त्यो रोयल पास के त्यो आरपीबाट आउँछ के तिमीहरूलाई थाहा छ त्यो आरपीबाट आउँछ केबाट आउँछ क्या त्यो इमोट यहाँहरू तिमीहरूले पनि देखिरहेको क्या त्यो इमोट केबाट आउँछ क्या भएको सबै त्यहाँदेखि उता माथि क्या त्यसकोदेखि माथि र उता सबै त्यो जीबाट आउँदो रहेछ त्यो इमोटहरू तर कहाँ के कसरी पाउने त्यो इमोट क्या म एकदमै धेरै चाहन्छु क्या त्यो इमोटलाई एकदमै धेरै चाहिरहेछ मलाई त्यो इमोट के होला यार अनि भएको मुनि त्यो बक्सा नि हो त्यो बक्सा बोकेर नाच्ने त्यसको नाच्ने धुन पनि मलाई एकदमै धेरै राम्रो लागिरहेछ क्या र एकदमै धेरै मन पनि परिरहेछ त्यो धुन कस्तो धेरै राम्रो छ कि गाइजो तिमीहरूलाई अब के भन्नु कस्तो एकदमै धेरै राम्रो छ क्या त्यो धुन अनि के भन्छ त्यो इमोट आखिरीमा कसरी निकाल्ने होला के तिमीहरूलाई थाहा छ यदि थाहा छ भनेको भट्टाभट्टी कमेन्ट गरेर मेन्सन गरिहाल है यसरी यो विधि हेरेर लाइक गरेर काम छैन बरु भट्टाभट्टी मेन्सन गरेर त्यो के युसी चाहिएको कि फेरि युसी पनि दिएको छैन मलाई कमेडी लाग्यो क्या त्यो उयो त्यो के अरे त्यो युसी क्या ए युसी होइन सरी गाइज इमोट एउटा डाइरेक्ट छ नि म हँसाउने फसाउनेमा केही नपरिन म परेँ पब्जी मोबाइल क्विन खेल्नेमा पब्जी लभर आयामा पब्जी लभर ओके अनि तिमीहरू हाँस्छौ कि म हाँस्नेमा परिन म फसाउनेमा केही नपरिन म पब्जी लभरमा परेँ अरे त्यो कसै आफै मरो मैले त गोली चढाएको छैन कि यो अटोमेटिक हो र त्यो इमोटलाई चाहिँ कसरी किन्ने कसरी के गर्ने भनेर म चाहिँ तिमीहरूलाई यहाँ केही मेन्सन भन्न चाहन्छु केही कुराकानी गर्न चाहन्छु त्यो इमोट कस्तो धेरै फनी लाग्यो क्या पहिला फर्स्ट त्यो हाम्रो पेलाले भन्छ पहिला फर्स्ट त्यहाँ जाऊ अनि त्यहाँ गएपछि त्यो हिउँै भित्र पस्छ क्या अनि सबभन्दा धेरै मन पर्यो मलाई त सब एकदमै धेरै राम्रो लाग्यो क्या मलाई अनि त्यहाँ जाऊ भन्छ अनि त्यहाँ भित्रै पस्छ क्या अनि टाउकोमा हात थाम्छ अरे टाउको कि निधार सरी गाइज निधारमा हात थाम्छ अनि निधारमा हात थामेपछि निकालिदिन्छ क्या मलाई त्यो इमोट एकदमै धेरै राम्रो लागेको छ त्यो कसरी निकाल्ने क्या अब त्यहाँ एउटा हेर्दाखेरि त उयो देखाइरहेको हुन्छ क्या त्यो के अरे यहाँबाट निकाल्ने ओर्ने भनेर सब टेक्निक निकालिरहेको हुन्छ अब त्यहाँ गएर थिच्नुपर्छ रोयल पास भन्नेमा अनि त्यसमा त फेरि केही हुँदैन क्या गाइस मैले बटलाई देखेँ अब बटलाई गएर हान्छु है अनि त्यहाँ अब त्यो सोल्युसन त्यो प्रब्लम कसैले त मलाई भन अरे यार कोही मुझे बताएगा बताओ जल्दी देख क्या रहे हो बताओ न यार कोही त मुझे बताओ कोहीबाट मलाई एकदम धेरै राम्रो लागेको छ क्या अनि जीबाट पनि किन्न मिल्छ त्यो इमोटलाई तर कसरी मलाई त त्यो इमोटको लागि खेलेकै होइन म खेलेको त जामा क्याप गन तर त्यो अलिक धेरै भन्दा धेरै बेला बनाउनु पर्छ मलाई एकदम धेरै मन परिरहेको छ त्यो जामा सेतो खाले जो कि तिमीहरूले अस्ति पनि देखिसक्यो अरे यार खाली टार्गेट र मलाई मात्रै बनाउँछ यो बटहरूलाई पनि नि एकै मुक्काले हान्ने बेला भएछ बटहरूलाई पनि अब तिमीहरू त आउँदै
कसले बिहान बिहानै भन्ने चाहिँ एक्लै खेल्नुपर्छ हिजो राति पनि एक्लै खेल्यो यार कस्तो यति धेरै टेन्सन लाग्छ कि मलाई तिमीहरू आउँदै आउँदैन क्या यो रमती एकदमै धेरै टेन्सन भयो क्या तिमीहरू आएन एकदमै धेरै टेन्सन भइरहेछु म अनि त्यो इमोट चाहिँ कसरी निकाल्ने भन्न चाहन्छु क्या रोयल पास भनेर देखाइरहेको छु अनि त्यहाँ गएर थिचो भने उल्टे रोयल पास हुन्छ आरपी रोयल पास कि त्यो आरपीबाट आउँछ कि आरपीबाट आयो भने त झन् धेरै राम्रो मेरो आरपी 52 भइसक्यो खोइ त त्यही म त देख्दिनँ त म 100मा त त्यो केटै निस्किन्छ मलाई केटा चाहिएन पनि त्यस्तो लुगा राम्रो पनि लागेन मलाई चाहिएको पनि छैन त्यो लुगा र मलाई चाहिने भनेको नि मलाई त्यो आइस हो कि हिउँ हो त्यहाँनिर पस्छ क्या मैले देखेको मात्रै छु त्यस्तो आइस हो अनि यही बोकेर नाच्ने पनि थियो क्या यसलाई नि भन्छ बक्स अनि त्यो कसरी चाहिँ निकाल्ने क्या म त्यो प्रब्लममा छु क्या फेरि निकाल्दैन तिमीलाई म स्मोकले हानिदिन्छु भनेन भने म तिमीलाई यही आगोले हानिदिन्छु यसरी अरे यार कहाँबाट छ मेरो लागि केही कामै छैन हौ यार कहाँ खोइ त ओ यता रहेछ स्मोक र बमले चाहिँ हानिदिनु पर्यो भन्छु तर खोइ लाग्दैन अनि सर त सेफ युट्युब र टिकटकको फेसबुकमा थियो क्या त्यही प्रब्लममा र सोचमा पुगिरहेको छु क्या त्यो आरपी रोयल पास भन्छ कि अर्कै आरपीमा देखाउने हो कि त कुन चाहिँ आरपीमा देखाउने हो क्या ओ नो ब्लू जुन अनि अब कुन चाहिँ आरपीमा देखाउने हो केमा देखाउने हो म एकदमै धेरै सोचमा पुगिरहेको छु क्या अरे यार कोई तो मुझे बताओ ये क्या चल रहा है क्या मजाक चल रहा है पबजी मोबाइल में भी भन्ने बेला भएछ त अहिले कुन चाहिँ आरपीमा आउने हो के आरपी आउने पबजीले कुनै पनि डिसिजन लिएको छैन देउलेबाट डिसिजन ल्याउनु पर्ने हो खास गरिमा आरपीमा आउने हो कि युसीमा आउने हो कि आरपी लोयल पासमा आउने हो कि युसीमा आउने हो कि केमा आउने भनेर जे होस् बुझिन्छ त बुझिन्छ यो के मजा चलिरहेको छ भन्ने बेला भएछ त अनि पबजी यति धेरै राम्रो छ कि मेरो फेभरेट गेम भइसक्यो पबजी तर यहाँ के हो यो यति राम्रो इमोट अनि पुरा आरपी रोयल पास भनेर देखिन्छ त के मजा चलेछ तिमीहरू एउटा कमेन्ट गरेर भन गाइछ मलाई त साह्रो रिसिसक्यो क्या हिजोदेखि देखेको थिएँ मैले यो इमोटलाई अनि लास्टमा त के हो लास्टमा त छैन त यस्तो राम्रो रियलिस्टिक गेमलाई अनि यो के गरेको सर्भाइभल पनि गेम होइन युसीबाट आउने हो कि आरपी रोयल पास गरेर आउने हो कि के गरेर आउने हो युसीबाट त मैले कुनै पनि इमोट देखेको छुइनँ अझैसम्म हो गाइस केटीहरू यति धेरै राम्रो छ कि भएको सब क्यारेक्टरहरू राम्री छ क्या एकदमै धेरै मन पर्यो मलाई चाहिँ त्यहाँको यो एकदमै धेरै राम्रो लाग्यो क्या यहाँको यो के अरे क्यारेक्टरहरू जति सबै अरे यार कस्तो राम्रो हो राम्री हो क्या गर्लफ्रेन्ड बोयफ्रेन्ड अरे अनि फेरि त मैले बोरै देखेको थिएँ तर त्यो अहिले त्यो अस्तिसम्म त्यति खास त लागेको थिएन कि अहिले देखेपछि चाहिँ एकदम धेरै राम्ररी लाग्यो क्या अरे यार जोडी पनि फेरि कस्तो मिलेको क्या दुईजनाको सारा र कारेलोको कति धेरै राम्रो क्यारेक्टरहरू सब राम्रो छ कि तर यसमा चाहिन्छ युसी त्यो क्यारेक्टर त्यो उयो गर्नलाई पनि युसीबाट चाहिँ नभएको भयो हुन्थ्यो क्या र एडी देख्दाखेरि त म छक्क परेको क्या हिजो त्यसले पपेटको सो गर्दैछ होइन त कुन चाहिँ क्यारेक्टरलाई भन्दै लास्टमा त युट्युबमा एउटा हेरेपछि त बल्ल थाहा पाइयो क्या पबजीको कस्तो मलाई थाहा नै थिएन क्या यार त्यो क्यारेक्टर कुन चाहिँ हो अनि बल्ल थाहा पाइयो क्या त्यो क्यारेक्टर पबजी होइन सरी गाइज पबजी होइन एडी भनेर अनि यस्तो अब उयोहरू गरिहाल्छ त्यो गुडिया क्या इङ्ग्लिसबाट अब पपेट एउटा त्यो गुडियालाई यस्तो गरी हात हल्लाउने के हल्लाउने आफ्नैबाट नि त्यो बोल्नबाट पाइन्छ अरे क्या मलाई युट्युबले भन्दै थियो अस्तितिर हेरेको थिएँ क्या मैले युट्युबतिर ओहो बोल्नुको चक्करमा के हो म मजाले बट पनि हेर्दिनँ
डिस्ट्र्याक्ट गरिदिन्छ क्या यो बटहरूले पनि बम हान्ने बेला भएछ बटलाई पनि अब मेरो हिलै छैन त क्या हो यस्तो यो अनि त्यो उयो एडी भन्ने पपेटको सो गर्दो रहेछ क्या पुरा त्यो सबै त्यो क्यारेक्टरहरूलाई नि उयो चाहिन्छ के अरे युसी भन्ने छैन के मजाक चलिरहेको छ सबैहरू फ्रीमा हुनु नि फ्रीमा हुँदाखेरि झन् धेरै मजा आउँछ क्या कहाँ जान्छ यो बोटहरू पनि राम्रोसँगले खेल्नुपर्छ अनि मात्रै त्यो देखिन्छ क्या साँच्चै उयो त आइसक्यो त्यो ल्याब पाउनु त यहाँ पो रहेछ पेङ्गुइन सिटीको छेउमा पो रहेछ ओ नो वे